कि ढाँटेर झुकाइदिनु पर्यो पैसा नभएर माइतमा भन्नुला भनेर सोचेको बेला बुवाले नै बुझिदिनु भएछ बाले हाम्रा मनका कुरा भन्दैन भने किन बुझे हामीले चाहिँ बाले भन्दा भन्दै पनि बाका मनका कुरा बुझेन भन्दैन भने किन मनका कुरा बुझ्ने भएर त बा भनेका होला नि साँच्चै भन्नुपर्दा मलाई त्यहाँ गाउँमा जन्माउनै मन थिएन कि नभने जस्तो ठाउँमा पढाउन पाइन्छ न अहिलेको टाइमसँग अपडेट हुन्छन् धन्न भगवान्ले मेरो कुरा सुनिदिनु भयो सन्तान भनेको बुढेसकालमा बाउ आमाको ढुकढुकी बन्ने मात्र होइन ढुकढुकी गोन्ने पनि चाहिन्छ तेरो बाउको प्राण सासले होइन तेरो सासले चलिरहेको हो गइसके पानी परिसकेको छ मलाई बिर्सिछौ ऊ त्यो पाइहाल्छ नि आमा मेरै हातले बनाएको त पाइँदैन होला नि रोएर बिदाई नगर सायद बिग्रछ
तपाईँलाई नमस्कार फर्काउने मेरो हातमा हत्कडी लाग्यो। त आफै भन् त, म कसरी सहेर बसुँ? तपाईँले खाना खानुभयो? कहिले खाइस् केटी? गरिबा भाग्यमानी। गुड इभिनिङ। बा त अस्ति नै बाहिर जानुभएछ। मलाई त आज आमाले भन्दा पो थाहा पाएँ। तिमीहरू त भन्दै भन्दैन केटा हो। बा सन्चै त हुन्छ नि। काठमाडौँबाट भागेर धनकुटा पुग्ने भए सन्चै मात्र होइन झक्कास छन्। झकास भाउ। कुनै दिन भागेर हामी बाटामा आइपुग्छन्। अनि बा खासमा किन भाग्नु भए? म यहीँ रमाएको छु। बा तपाईँलाई त्यहाँ एक्लै छोडेर हामी चाहिँ यहाँ रमाउन सक्दैनौँ नि त। तिमीहरू त्यहीँ रमाएको छौ, म यहाँ रमाएको छु। जो जा रमाउँछन् उनीहरूलाई त्यहीँ रमाउन दिनुपर्छ। त्यस्तो भनेर हुँदैन के बा? बुढेसकालमा बा आमा छोराछोरीको लागि खाँडो बन्दिनु हुन्न के? तपाईँलाई त्यहाँ गाउँमा एक्लै छोडेर अनि सहरमा माइलो कसरी बस्न सक्छ? तपाईँलाई फेरि काठमाडौँ ल्याउँ भने गाउँको माइले फेरि भागेर जानु हुनुभयो। सधैँ ल्याउने भाग्ने खेल्ने त चल्दैन होला नि बा। त्यसो भए तिमीहरू सबैजना यहीँ गाउँ फर्कने निर्णय गर्यौ। त्यसो भन्दा पनि त्यहाँको घर जग्गा सबै बेच्ने सल्लाह भयो बा। महिलाले बरु गाउँको जस्तै बनाइन्छ काठमाडौँमा। गाईको गोठ पनि बनाइन्छ। के भनिस् रे? ए कान्छा, के ट्वाल्न हेरिरा? सुनिनस् तेरो दाजुहरूले के भने? सम्झाउ उनीहरूलाई। अब हामी पनि यताको सिटिजन लिइसकेपछि त्यो गाउँको लागि पाउना जस्तै त हो नि। यो उमेरमा तपाईँलाई त्यहाँ एक्लै छुट्ने कुरा पनि त भएन। तपाईँ सहरमा गएर बस्नुभयो भने कम्तीमा माइल दाइले तपाईँको सेवा त गर्छ नि। त्यति भयो भने हामी तिन भाइलाई पनि ढुक्क हुन्छ। त्यही भएर यो घर बेच्ने आइडिया चाहिँ मेरै हो। अनि पल्टनी काकासँग पनि कुरा गरिसकेँ बा मैले। त पनि त्यही भन्छस् भने तिमीहरूलाई जे सही लाग्छ त्यही गर। घर बेच्ने आइडिया चाहिँ मेरै हो। तर अरू समाज चाहिँ बुढेसकालमा जिरो भन्छ। छोराछोरीको लागि पनि चाहिन्छ भने गाई पनि काठमाडौँ लानु हुन्छ भने लानु हो।
उपचारको लागि बरु यता लिएर न, म छु त यहाँ। हेर महिला, खोलाचरी जस्तो सजिलो हुने भए त म अहिले आउने, तर समुद्र तर्न त्यति सजिलो छैन। मैले सबैलाई फोन लगाएँ, कान्छो भोलिसम्ममा आइपुग्छ बा। हामी दाजुभाइ छुट्दैन, सकेसम्म सँगै बस्ने कोसिस गर्न बा। के भयो? तथा परलोक गति सुखे नाम च हेम मार्गः संस्थितायः समयुजन्तायः बाको औषधि हुँ म पुगेपछि बालाई निको हुन्छ। अझ म बाको छेउमै बसेको देख्यो भने त कालले पनि छोडेर जान्छ। बा म सधैँको लागि फर्केर आएको भन्न पाए त बा उठेर नाच्न थाल्नुहुन्छ। अत्यकृते च वैतरणे दानं कर्मः संगतायो लोकाय संप्रदातं हेतुराय निमित्ताकरुदान प्रतिष्ठितं संप्रदातं प्रसन्नमः यानि कानि च पापानि जन्मान्तरकृतानि च तानि तानि नमस्ते कपिले गोपाल, तेरो भोलिमा बाको परान अड्केको छ। एकचोटि बासँग बोलेर बालाई सजिलो बनाइदिएन भाइ। बा, बुवा, कान्छो, कान्छोको फोन। बा, म कान्छो। बा, 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 एउटा पहिले त्यति विषय पठाएछ।